वेलकम ब्याक मिनी ब्लग आयो भजन सो सन्चै हुनुहुन्छ होला म पनि एकदमै सन्चै आरामै छु सो आज चाहिँ हाम्रो नरसिंहधामबाट एउटा गुरु आउनु भइरहेको छ हाम्रो अग्नि चोकमा हाम्रो होम आउनु भइरहेको छ सो लेट्स सी उहाँहरुकै अब कुरा सुन्नु होला है सो त्यही हो नरसिंहधामदेखि नजिकै एकछिन रोक्नु भयो यो कुण्डको महिमा पनि अपरम्पार यति प्राचीन स्थलहरू हाम्रो देशमा छन् र हामीले यसको महिमालाई बुझिरहेका छैनौँ। कृपया यहाँहरू सबैले यो भिडियोलाई व्यापक सेयर गर्दै र नरसिंहधाम आउँदै गर्दाखेरि यो होलिका दहन भएको कुण्ड जहाँ पुरुषोत्तम महिनामा परापूर्व कालदेखि यहाँका स्थानीय वासीहरूले हवन कर्म गर्ने र सदैव भक्तको रक्षा गर्ने भगवानको स्मृति गर्ने र यो होलिका दहन भएको कुण्डमा भगवानको स्मृति गर्दै हवन गर्ने कर्म परापूर्व कालदेखि चलिआएको छ। आज पनि हामी देख्न सक्छौँ हाम्रो साथमा हजारौँ भक्तहरूको यहाँहरू नरसिंहधाम आउँदै गर्दाखेरि यहाँ अवश्य सहभागी भएर यहाँ एक आहुति भए पनि छहरू भगवानको नाममा ताकि लाखौँ मान्छेहरूलाई सूचना प्राप्त होस्। यहाँले पनि नेपालका तीर्थहरूलाई विश्वव्यापी गर्नको लागि संसारभरि प्रचार गर्नको लागि भूमिका खेल्नेछ। यहाँहरूलाई सुन्दर दृश्य हामीले दर्शन गरायौँ। जय होस् प्रहलादजी महाराजको जय, होलिका दहनको जय, भगवानको जय। यो कुण्ड पनि नरसिंहधाम दर्शन मध्ये एक महनीय तीर्थस्थल महनीय स्थान हो। नरसिंहधामको पूर्ण पुण्य यहाँ पनि आएर दर्शन गरेको छ। यहाँ भगवान नरसिंहदेव प्रकट हुनुभयो जुन दृश्य यहाँहरूलाई हामी देखाइरहेका छौँ। यहाँबाट हिरण्यकश्यपलाई सिधै तल पछारेर नरसिंहधाम जहाँ अहिले मन्दिर बनेको छ त्यहाँ चाहिँ उद्धार गर्नुभयो र भगवान त्यहाँ प्रत्यक्ष गर्नुभयो। अहिले विशेष नरसिंहधाम तल छ र यो ठाउँको पनि महिमा अपरम्पार छ। नरसिंहधाममा आउँदै गर्दाखेरि यो ठाउँको पनि दर्शन अवश्य गर्नुहोला र यहाँहरूलाई भगवान नरसिंहदेवको परम कृपा आशीर्वाद प्राप्त होस्। कहाँ कहाँदेखि हेर्नुहुन्छ व्यापक सेयर गरिदेऊ। नेपालका तीर्थस्थलको व्यापक प्रचार गरेर आन्तरिक पर्यटनबाट पनि राष्ट्रको उन्नयन सम्भव छ राख्दै सबैलाई यो व्यापक सेयर गर्नको लागि अनुरोध चाहन्छु। जय श्री नरसिंहदेव की जय, भक्त प्रहलाद की जय, नरसिंहदेव भगवान की जय। अहिले चाहिँ हामी चाहिँ पल्लत गुफा हेर्नु गइरहेको छौँ होइन। उहाँहरू चाहिँ गुफा हेर्नु जानु भइरहेको छ। मैले अस्ति नै ब्लगमा देखाइसकेँ हजुरलाई गुफा चाहिँ है। सो लेट्स